सर्वप्रथम चाहिँ यो भिडियो चाहिँ इस्कुस बिजनेसहरूको लागि है। बिजनेसहरूले चाहिँ यहाँ हेर, तिमीहरूले अस्ति बाँकी दिँदैन थियो होइन हामीलाई, ल हेर अब त बाँकी दिन्छ होला होइन। सौदा छैन, के छैन, पैसै छैन भन्थ्यो होइन। ल चिचिलाको बर्सात हेर, ल टिप्ने बेला भइगयो नि होइन। अब किसानहरूको बाटो खोल्यो, अब खाता खोल्यो, डङ्की डङ्क दिँदा हुन्छ, तिमीहरूले दिँदा हुन्छ। अब बाँकी अब बर्खा लाग्यो कि फलेको अब बर्खामा होइन फल्नु थाली गई हो। सब्जी खाने बेला भयो। फर्स्ट टाइम खाइन्छ मोमो इस्कुसको, दामी हुन्छ है यो पुरै। अब चाहिँ चिचिला बस्नु थाले साथीभाइ हो। जति पनि इस्कुसको सपना देख्ने किसानहरू हुनुहुन्छ है, अब चाहिँ हाम्रो अलिकति आशाको बाटो खोल्यो। सुक्खा महिनामा बस्दा बस्दा वाक्कै भएको थियो। अब चाहिँ अलिकति भात खाने मेलो, नानीहरू स्कुल पढाउने मेलो, अनि केही खर्चको मेलोहरू अब चाहिँ स्टार्ट भयो है। यसरी फल्नु थालेछ। स्याहार गऱ्यो भने राम्रै हुन्छ, नभए हुँदैन है। स्याहार चाहिँ गर्नुपर्छ। चिचिलाहरू मजाले झुन्डिनु थाल्यो। यो चाहिँ पोहोरको होइन, यो पालिको इस्कुस हो। यही पालिको देखाउँदैछु म। यो मजाले झुन्डिनु थाल्यो। सपना पुरा हुँदै जान्छ। यही पालिको इस्कुस हो है। फल्नु थाले साथीभाइ हो यसरी। अब चाहिँ दोकानेहरूले सौदापातहरू ल्याउनु थाल्छ होला। दोकानतिर के लाने, कसो लाने, के छैन भन्छ अब चाहिँ दोकानेहरूले। ल हेरौँ हेरौँ। आशा लाग्दो भएको छ है। अब चाहिँ हरियो परियो फर्क्यो, अनि मजाले अलिअलि पानी पनि आयो। अझै पानी आउँछ कि भन्ने आशा छ है। पारिपट्टि हेरिदिउँ, घर सिन दामी छ। ल इस्कुस चाहिँ यसरी फल्दैछ। अब ज्यादा वर्ष त होइन, केही वर्षसम्म चाहिँ हुन्छ होला है। पत्ता देखाइदिन्छु म। यो कम्बाइट नयाँलाई पनि लाग्दैछ हो। नयाँ जति पनि नयाँ रोपेको छु त्यसलाई पनि यो खालको कम्बाइटले चाहिँ एकदमै बिजोग पारिसक्यो किसान, हाम्रो इस्कुसको खेती गर्नेहरूलाई है। यो चाहिँ डिपार्टमेन्टले पनि के हो पत्तो लाग्छ छैन अहिलेसम्म। खोइ के भन्नु र। हाम्रो इस्कुसको खेतीबारे पनि डिपार्टमेन्टले हेरचाह गरिदिएको भए त होइन। एग्रिकल्चर डिपार्टहरू छ, थुप्रै छ। माटो कसरी बनाउने यहाँको, सायद युरियाले पनि हुनसक्छ त्यस्तो भएको चाहिँ। हेरौँ है साथीभाइ हो। यस्तो छ जिन्दगानी। खेती किसान गर्दा गर्दै उमेर गइसक्यो। अब चाहिँ ल उँधो हेर्नुहोस् के मजाको देखियो है, तलसम्म। यो चाहिँ मिलनको मचान है, मिलन छेत्रीको मचान हो। यहाँ पारी देख्ने हाम्रो घर हो। यहाँ काजीटार हो। पारिपट्टिको चाहिँ मजाको छ, होमस्टे जस्तै छ, मजाको देख्छ। होमस्टे नै भनौँ, काजीटार होमस्टे। यो पारिपट्टि छ है। सायद त्यहाँनिर रमिता हेर्दै होला वारी मलाई। मजाको देख्छ यहाँबाट पारी घरहरू। मजाको छ दृश्यहरू। यस्तो छ। खेततिर हेर्नुहुन्छ नि मकैहरू रमझम छ, मजाले पाकिरहेको छ।